अगाडि मगर र गुरुङलाई चाहिँ विभाजन गर्ने भोजराज भन्ने बाहुनले चाहिँ विभाजन गरिदियो। त्यसपछि मगर गुरुङ विभाजन भए। त्यसको ठीक लगभग 66 वर्ष पछाडि अर्थात् सन् 1911 मा 1910 मा सन् 1911 मा आएर शिखरनाथ सुवेदी भन्ने बाहुनले के गर्यो, मगर भित्रमा पनि विभाजन ल्यायो। फेरि मगर भित्रमा पनि सानो मगर, ठुलो मगर, घरती मगर, के मगर, अछुट, सानो जात भनेर त्यहाँ विभाजन गरिदियो हैन। 1370 थरको मगर छ अहिले। गुरुङ भित्रमा पनि के गर्यो, 4 जाति 16 जाति भनेर त्यहाँबाट विभाजन गर्यो। नेवारमा पनि प्रधान, श्रेष्ठ, कसाई, च्यामे, पोडे भनेर त्यहाँभित्र विभाजन गर्यो। सुरुमा तपाईको मगर गुरुङ एउटै हो, त्यसपछि गएर एउटै विभाजित तपाईको एउटै थियो। भोजराजको पालामा विभाजन गरिदियो मगर गुरुङ। पृथ्वीनारायण शाहले मगर पल्टन र गुरुङ पल्टन खोल्यो अनि हामीलाई नै प्रयोग गरेर राज्य देश पुरै